गुड मर्निङ एभ्रिवान। खाना पकाइसकेपछि पुदिनाको अचारको खोजीमा म बारीतिर गएँ। हल्का सिमसिम पानी परिरहेको थियो। विगत 2-3 दिनदेखि पानी परिरहेको हुनाले पुदिनाको बोटहरू निकै सप्रेको र पलाएको रहेछन्। पुदिना हार्भेस्ट गरिसकेपछि त्यही छेउको बारीतिर धनियाँ हार्भेस्ट गरेँ। त्यति गरिसकेपछि लिलीले मलाई कुरिरहेकी रहेछन्। त्यसपछि लिलीसँगै म लसुन बारीमा गएँ। अलिकता लसुनको पातहरू टिपेर म लिलीको बच्चालाई लिएर माथि तरकारी पखाल्न आएँ। तरकारी पखालिसकेपछि चाहिँ मैले नुन खुर्सानी, धनियाँ, लसुन र पुदिना राखेर अचार रेडी गरेँ। अलिकता अमिलो चुक पनि राखेँ। हेर्न सक्नुहुन्छ फाइनली रिजल्ट चाहिँ अचार रेडी भइसकेको छ र अब हामी यो खान्छौँ। थ्याङ्क यू सो मच।